तिरो भनेको चाहिँ के हो क्या अहिलेको हाम्रो उठाउँछ नि सरकारले कर त्यो धनकुटाबाट आयो। हो धनकुटामा ठुलो अफिस छ धनकुटाबाट आएपछि सोद्धाखेरि कता के भयो जहाँ त्यो बोकाएर घर वरिपरि तपाईँले 9 फन्का त्यो पोलिसमेन 9 फन्का घुमाएर त्यसलाई चाहिँ नि सजाय त्यसको मिना गरिदिनु। अब यसो हिजोसम्म थियो। अब त्यहाँबाट हुँदै तपाईँको चाहिँ रुख र घरको चुनाव भयो। हो त्यसो बेला रुख र घर भनेको जनजाति घर यता काङ्ग्रेसको रुख होइन। त्यसरी भएपछि रुखले जित्यो। हेर्नुहोस् रुखले जितेपछि 25 सालमा गाउँफर्क आयो। गाउँफर्क यत्रो थियो कागज रातो गाउँफर्क विदेशी भनेर फर्कायो। कसको पाला भन्दा इन्दिरा गान्धीको पालामा। महेन्द्र राजा यता उता इन्दिरा गान्धी थियो नि त। अनि त्यतिखेर भर्ती भएँ रविबाट। यता मात्रै झर्दाखेरि सातो चामल नुन तिउन भुटुन बोकेर झर्दाखेरि रविमा नापरोग गर्दै थियो। अनि ढाका बिसाएपछि नाप्यो पल्टन जाने भने त्यतिखेर छेउ गएर बुढो हामीसँग छ 3 जना छौँ। 3 जनाको भारी एउटा बुढोले बोकायौँ। तपाईँको चाहिँ चिसो पञ्चमी गएर बसेछ। अब 3टा भारी बोएपछि त त्यहाँबाट तपाईँको चाहिँ गएर पेरेङ्गेमा तल बसेछ। तोड्के पेरेङ्गेमा त्यहाँबाट गएर तल चेप्लेटीमा बसेछ। अनि हामी त घुम्लग्यो भर्ती भइहाल्यौँ। घुमपाहाडमा तपाईँको चाहिँ नि यहाँ 11 जार लेखेको छ। अर्को घुमेको छु 11 जार मेरोमा दिन छातीमा। अब हुँदै त्यो धुँदा पनि जाँदैन त। अनि गोरखपुरमा यो खड्का सिंहहरू त्यतिकै थियो त्यहाँबाट फेल भयो गोरखपुर। लाइकदार थियो नि मान्छे रोग छ। अब त्यहाँबाट फेल भएपछि त्यो हामी दाउरा सुरुवाल नाथे के यो लगेर जा भर्ती लागिन्थ्यो नि साथीको लुगा लैजा। अनि उनीहरूले पैसा दियो रेल भाडा उनीहरूले नेपाल गाडी भाडा नेपाल जानुलाई। अनि मसँग त्यही 20 रुपियाँ पैसा थियो भाडा। अनि 75 रुपियाँमा भर्ती भएको। अहिले पेन्सनै के अरे 34,000 छ सिपाहीको। तपाईँको चाहिँ नि ठ्याक्क देहरादुन पुऱ्यायो गङ्गडा। आम्मै त्यहाँ जाँदा त तपाईँको के गर्मी तपाईँ भङ्गेर पुरै पक्की पक ढल्थ्यो अरे गर्मीले। भङ्गेरा माथिबाट खस्थ्यो 12 बजे बेहोस भएर। अनि त्यसोमा तालिम गऱ्यौँ 9 महिना तालिम रिक्रुट ट्रेनिङ कम त गाह्रो हुन्छ है। 9 महिना म पुलिसमा 11 महिना गरेको। जब मान्छेले रिक्रुट ट्रेनिङ जसले गर्छ नि मान्छेले त्यसले मात्र हिँड्नु र चल्नु कसरी बोल्नु त्यो सिक्दो रहेछ। त्यो अरू मान्छेले त्यो म हिँड्छु हुँदैन। त्यो रिक्रुट ट्रेनिङ भनेको त्यस्तो हो है मान्छे।